तल जान मिल्दैन होला गाइस। सो हामी आज चाहिँ ठ्याक्कै दुईजना चाहिँ पानी पर्दा पर्दै यता झुलुङ्गे पुलतिर लागेका छौँ। काकापति चाहिँ च्याट आज अलि रमाइलो कस्तो लागिरहेछ? एकदम बवाल पानी आएर झन् मजा आइरहेछ। ल तपाईँहरू पनि घुम्न जानुहुन्छ भने टक्क लगाएर यता आउनु होला है। होइन ठाउँ चाहिँ बेटर छ, राम्रो छ, एकदम टक्क लगाएर बवाल मजा आइरहेछ। भिज्न चाहिँ भिजेर भए पनि हामी घुम्नेवाला छौँ आज। अलिअलि घुमौँ भनेर। माथि जाने कि आइरहेछौँ? होइन हामी तलै जाउँ, तल जाउँ ठ्याक्कै त्यो अगाडिको पिपल निक्लेर एकछिन झुलुङ्गे पुलको माथि चढेर सर चिसोको चिसै हावा लगेर घुममा बसेर पुरै यो हुन्छ नि बोर हुनुभएको छ भने यतातिर आउनु होला। यस्तो टक्क लगाएर फ्रेस हुनलाई ठाउँ चाहिँ राम्रो छ। बवाल मजा आयो। चिसो त चिसै छ अलिअलि, गर्मियामा पनि पानी परेर चिसो चिसो भइरहेछ। तपाईँहरू सिङ्गल हुन्छ भने नि हुन्छ, इफ तपाईँहरू गर्लफ्रेन्ड छ भने नि ल्याउन मिल्छ, ल्याउन मिल्छ एकदम। धेरै टाढा पनि छैन, कलङ्कीदेखि थोरै माथि हो। सबै ठाउँबाट आउन सकिन्छ। बसेको ऊ पानीमा धेरै मान्छे नहोला, तर पानी नभएको दिन चाहिँ पुरै पुल नै प्याक हो। यहाँबाट माथि हो कि त उतै हो? होइन हामी उतै हो। पुल क्रस गरौँ। म चाहिँ फर्स्ट टाइम हो है गाइड फेरि। बवाल भइरहेछ है। तर फेरि बाइकले औधी माया गरिदिने पछाडिबाट डह्रो माया गर्छ, त्यही गरौँ बिस्तारै पर्ने अवस्था छ गाइस। ए मजा आयो नि। गर्लफ्रेन्ड बोयफ्रेन्ड पनि बसिरहेछन् मान्छेको, यस्तो छ अवस्था। ए पुलमा कोही छँदै छैन यार आज। यो पो हो त, यस्तै खाली भाइसमा जानु पऱ्यो नि। तलबाट जाने सर्लक्कै भिराडिल पार्क भन्छ है यहाँ। भिराडिल पार्क लोकेसन हान्यो भने ठ्याक्कै आउँछ यहाँ। पहिलाभन्दा धेरै यो पार्क पनि परिवर्तन भइसकेको छ, केही विकास भइरहेको छ यहाँ। तल तल खोलामा पनि त्यो माथि भित्तातिर यसो भगवान्को मूर्ति सुर्ति राखेर टक्क बब्बाल छ नि होइन। नजर अगाडि देखेको छ न अगाडि के छ गाइस, के छ? बवाल मजा आइरहेछ है हामीलाई त, बवाल मजा आइरहेछ। यस्तो छ यताको भाइब चाहिँ। ट्याक्कै यता बस्न पनि पाइयो। गर्लफ्रेन्ड बोयफ्रेन्ड आउँछन्, हामी सिङ्गल फेरि गाह्रो होइन त गाइस। यस्तै हो, सिङ्गलले पानीहरू नि तर यहाँ त्यो खोला पनि पुरै हेर त, धमिलो धमिलो यहाँ कस्तो आइरहेको। तपाईँहरूलाई अहिले हामी इन्टरटेनमेन्ट दिन्छौँ एउटा बस्नु। ट्याक्कै हामीले यहाँ रोक्नुपर्ने हुन्छ भाइ। यस्तो छ कन्डिसन चाहिँ आज। अलिकति पानी आएर धेरै ठाउँ जान पनि सकिएन। यतैतिर माथिको भन्दा तलतिर एकदम राम्रो ठाउँ रहेछ, त्यही जान लाग्यो। तपाईँहरूलाई पनि देखाउँछ, बस्नुहोस् न। टक्क काकापति चाहिँ आज रमाइलो तरिकाले घुमिने भयो। यता चाहिँ आन्टीले यस्तो जाडोमा पनि काँक्रा बेच्नु हुँदो रहेछ, बेचिराख्नु भएको छ काँक्रा। हिजो एकजना ल्याउनु भएको थियो, आज दुईजनाले ल्याउनु भयो क्या हजुरहरूले? एकजना त्यहाँ अगाडि उकालोमा हुनुहुन्थेन? ए उहाँ हुनुहुन्थ्यो होला हजुर। ल हेर चिसोमा काँक्रा खाने अरे फेरि। यस्तो बवाल छ है। हजुरहरूले हेरेर मजाले इन्जोय गर्नु होला। यस्तो वातावरण चाहिँ बवाल छ यहाँको। यो सिन हेरेर त होइन बवाल। एक्चुअली तपाईँहरू पनि भिजिट गर्नु होला नि यस्तो भक्क मिलाएर। यसो आउनु पऱ्यो गाइज यार। यता तल चाहिँ यस्तो रहेछ, यहाँ तलतिर हेर्नलाई बनाएको होला। यो काठसाट हालेर यो मुनि टक्क। वाउ, म चाहिँ बवाल ग्राउन्डिङ। यो चाहिँ काठको रहेछ है। यो काठको बारेर तल चाहिँ खोला बवाल रहेछ। यहाँ यो पनि रहेछ, गुफा पनि रहेछ। गुफा टक्क काकापति चाहिँ आज यहीँ बस्नुपर्ने भयो क्या? पानीमा आएर यार मिलाएर काकापतिले आज यहीँ बस्नु पर्ला जस्तो छ। ल सर्लकै तपाईँ। ए बवाल यार। हेर त यार यस्तो बवाल छ यार यताको दृश्य। यस रमाइलो भइरहेछ गाइस यार।
के भन्ने अब यो खोला हामी देखाउँछौँ है त हामी खोलाको नजिकै जाँदैछौँ यस्तो धमिलो भइरहेछ खोला पानी परेर हिजो आज लगातारै पानी परिरहेछ काठमाडौँतिर हजुरहरूकोतिर कस्तो भइरहेछ पानी परेको छ कि छैन कमेन्ट गर्नु होला कमेन्टमा आएर अनि कोही सिङ्गल छ भने हाम्रो सेरेजी पनि सिङ्गल हुनुहुन्छ म छु पक्क म सिङ्गल छु भनेर कमेन्ट गर्ने त्यहाँ अनि कोही यसो न मिलाउन सकिनेवाला केटी छन् भने हाम्रो सेरो सरलाई टक्क मिलाइदिनु पऱ्यो तपाईँहरूले केही पनि गर्नु पर्दैन मेरो रिक्वायरमेन्ट भनेको केही छैन यति खाना बनाउने मात्र हो भाँडा पनि मोइदिन्छु सबै पनि मै गर्छु मलाई गरिदिनु होला कोही हुनुहुन्छ भने यस्तो बुढो पाउन गाह्रो छ अहिले उ गरिहाल वाच गर त्यहाँबाट सिधै न फ्रेन्ड रिक्वेस्ट पठाएर बनाइहाल है टाइममा हेर त यहाँ खोला बाप न बवाल बढी हो यार यति छिटो हेर त यो खोला यति माथि छ यो झुलुङ्गे पुल यति तल छ यो खोला अनि हामीसँग ठ्याक्कै यहाँ तर बवाल देखिरहेछ नि खोला होइन है राम्रो छ पहिला यो फिसी जम्या हुन्थ्यो खोला पनि कति बढ्यो यार होइन छिटो छिटो बढिरहेको छ यो खोला पुरै यस्तो छ गाइज के बोल्ने सेरा सर आज बोल्नु पऱ्यो नि यार उयो राता तल जान मिल्दैन होला यार